सबैलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। अनि म पनि एकदमै सन्चै छु भन्दा पनि बिरामी भए साथीहरू गाडी चढेर। अनि आज चाहिँ न्यू भ्लग लिएर आएको छु साथीहरू। अनि आज चाहिँ म मात्रै आएको छुइनँ, म हजुरहरूलाई इन्डिया पनि लिएर आएको छु क्या। इन्डिया पनि लिएर आएको छ अरे। अब म यो रक्सी खानुपर्छ क्या, चरक चरक भइरहेको छ उसले त। कस्तो टाउको फुट्ला जस्तो भएको छ यो गाडीमा। धेरै धनी भइएछ हौ राधा, गाडीमा हिँड्न नसक्ने भइएछ। धेरै धनी भएर गाडीमा हिँड्न नसक्ने भइएछ। अब आफ्नै पर्सनल के भन्छ स्कुटर कि अब आफ्नै गाडी लिनुपर्ने अवस्था। यो गाडी मतलब यो ठुलो खालको बसतिर चाहिँ आमा कोही भमिट गर्छ, कोही के भन्छ, कोही के गनाउँछ। राम झन्डै मलाई नै भमिट आयो। विराटनगरको यो चाहिँ जोगमनी स्ट्यान्ड आइसकेको छु हामी राधा प्यारीसँग भन्नु अरे। ए आउँदैछु हेर्नु है साथीहरू, जोगमुनि जाने मान्छेहरूको भिड यहाँ। सबैको हातमा झोलै झोला, यत्रो झोला बोकेर सबै हिँडिरहनु भएको छ। जोगमनीको गेट, यो गेटदेखि उता चाहिँ इन्डिया गाइज, इन्डिया। यहाँनिर चाहिँ अब भिडियो गर्न अलिक दिँदैन भरे, उतापट्टि छिरिसकेपछि गर्छ गाइज। मलाई होइन इन्डिया छिर्ने बित्तिकै बोर्डरमा इन्डियाको पुलिसले चाहिँ उयो रोकायो अरे, मास्क हटाउनु लाग्यो। अनि घर कहाँ हो भन्यो, मलाई उयो जस्तो देख्यो क्या, चोर जस्तो भन्नु अरे। चोर चाहिँ होइन यस्तो चाहिँ देख्यो होला। अब साथीहरूसँग आइरहेको थियो नि, अनि मान्छे इन्डियातिरबाट केटी मान्छेहरूलाई लाग्छ नि विदेश एजेन्ट जस्तो देख्यो क्या हो। बाबा यत्रो मान्छेको छेउमा मलाई मात्रै सोध्यो है। हामी चाहिँ इन्डिया छिरिसकेको छौँ। होली लागेर यहाँ होलीको ड्रेसहरू पनि साडी नै अल्झेछ हौ यहाँनिर चाहिँ। फेरि रिक्सामा साडी नै हल्यो। उयो दिदीको बिचरा मेरो साथीहरू नै हरायो, कता गयो साथीहरू, हरायो भिडमा। होली रे, होली लाग्यो है होली। मेरो साथीहरू चाहिँ यहाँ अगाडि जुलफी पकाउने ठाउँ छ अरे। कता हो जुलफी पकाउने ठाउँ? बल्ल बल्ल भेटेँ मेरो साथीहरू, झन्डै हराएको। सिम धन्न चल्दो रहेछ यहाँनिर। शीतल खालको यो चाहिँ हेर्दै शीतल जस्तो छ, तर कस्तो यो मुनिको कति ट्यापक्का खालको क्या जाङ। गर्मीमा लाउने यहाँ चाहिँ राम्रो रहेछ हौ। पैसा अनुसारको 250, 500मा दुईवटा अरे। मेरो बहिनीको लागि यो छानिदिएको। हाम्रो अङ्कलको दोकान हो, नेपाली बुझ्नु हुँदैन, बोल्नु हुँदैन। गाइस यहाँनिर कस्तो राम्रो टप्सहरू रहेछ। अनि मेरो बहिनीले यस्तै ल्याइदिनु भन्यो कि यो कलर मलाई चाहिँ मन पऱ्यो। अनि अरू कलर पनि खान्छ है, अरू कलर पनि राम्रो छ। भरे चाहिँ फेरि कुन मन पराउँछ, मलाई चाहिँ यो मन पराउँछ। पनि राम्रो रहेछ। बिचारा मेरो साथीलाई यहाँ देखाउनु लगाइरहेको छु मैले। काञ्चीपुरम खोज्दैछु म। कसैले काञ्चीबरम भन्दो रहेछ, कसैले काञ्चीपुरम भन्दो रहेछ। खासमा के हो? रहेछ हौ काञ्चीपुरम, यस्तो रहेछ कलर। तन्ना हेर्दैछ मेरो साथीहरूले। कति अरे तन्ना चाहिँ? 350 हो। यही कलर ठुलो बेडको छैन? कस्तो राम्रो कलर हौ। यो चाहिँ ठिकै लाग्यो, राम्रो चाहिँ सबै लगिसकेछन् हौ।
यो त सादा सेम एउटै छ त यति धेरै साडी देखाइदिँदै हुनुहुन्छ तर कस्तो बुट्टै अर्कै पारेको क्या मिलाइदिइहाल्छ नि लाँदा त 700 मै आउँछ अरे हौ मैले अघि भर्खर सोधेको यहाँ माथि साडी त कति छ कति हौ आम्मा गाइज बल्ल बल्ल अर्को पसलमा आएपछि चाहिँ मैले भनेकै कलर पाएँ मैले कहाँ राख्नु मोबाइल राख्न पनि गाह्रो छ गाईले साडी पनि लगाइदिइसक्नु भएको छ अनि मलाई मन परेको कलर चाहिँ यो हो दामी दामी दिल खुस हो गया एउटा किन्नाको दुईटा लिए मैले चाहिँ दुईटा कुन लिए म भोलिपछि भिडियो बनाएर लगाइ नै हाल्छु हजुरहरू पनि भिडियोमा हेर्नुहुनेछ साथीहरू मेरो साथीहरू पनि छान्दैछ साडी नै साडी मेरो साथीहरूलाई चाहिँ यस्तो कलर मन पर्दो रहेछ मलाई चाहिँ मन पर्दैन यस्तो कलर चाहिँ सुहाउनुलाई चाहिँ दामी सुहाउँछ यस्तो गाढा कलर महँगो महँगो पर महँगो यहाँ चाहिँ होलीको सामान बेचिरहनु भएको छ अनि मैले पनि मेरो नानीको लागि एउटा के भन्छ यस्तो यो दाइ यसलाई के भन्छ पिचकारी एउटा पिचकारी र कलर किनिदिएको छु यहाँ छ मेरो झोला चाहिँ तीनटा एउटा पिचकारी अस्ति नै आउँदा यहाँबाट मेरो छोरालाई मैले चस्मा किनिदिएको थिएँ यहाँबाट फ्रुट्स लगिदिनु पर्यो बिग्रेर हेर फ्रुट्स अलि नफुटेको निकालिदिनु न त नि यो दुधसँग नफुटेको भन्दैछु त्यही हालिदिनु यो राम्रो कि यो राम्रो यो पनि हो यो पनि 100 रुपैयाँ प्याकेट हो कुन मिठो हुन्छ त्यो के मिठो हुन्छ यो हालिदिनु भाइरल नै गर्दा टिकटक नै युट्युब च्यानल कुन लाने यो हालिदिनु के अरे सबै छ के गरी खाने यो चाहिँ दुध उबाल्नु ए दुधमा पकाएर क्यामेराम्यान बनाइदिए मैले यहाँ दोकानको भाइलाई अनि यो बिस्कुट ल्याउँछु गाइस म चाहिँ छोराको लागि साथीको लागि भनेको छु झन्डै यो चाहिँ के हो कटकटी छ यो बिस्कुटै हो बिस्कुट हो चटपटा तपाईँहरूको जोब मुनिको कस्तो हुँदो रहेछ म चाख्छु अनि अर्को आउँदा धेरै लान्छु ल ल आज चाख्ने मात्रै होला थ्याङ्क यू यहाँ अङ्कलकोमा चाहिँ कति राम्रो राम्रो सल लाग्यो मलाई यो कालोहरू अनि मैले एउटा लिएँ कस्तो उयो मधुर आयो चुरा कति राम्रो 150 को मलाई हुन्छ र यो हुन्छ ठिक फुट्छ कि फुट्दैन हौ एकचोटि लगाइदिइ हेर्नु त मेरो हातमा नलाने चुरा हुन्छ अलि सानोतिर यो धेरै ठुलो भयो थोरै सानो आमामा पैसा सकिसक्यो जे हेर त्यही राम्रो लेख्छ म त मर्न लागिसक्यो यहाँनिर म चाहिँ योबाट एक सेट लानु पर्यो अरू होइन यही एउटा दिन आमामा जुन हेर त्यही राम्रो रहेछ यो लान्छु बरु मर्यो म त ल यही फाइनल भयो धेरै नदेखाउनै मलाई आमामा जुन देख्यो त्यही राम्रो लाग्ने रहेछ म बोलाउँछु मात्रै यस्तो देखेर यसको चाहिँ मालिकको हो नि कस्तो लुते हौ लसुन लिएर आइज भन्दै थियो बहिनी यस्तो छ त लसुन त राम्रै रहेन है यो अर्को दोकानमा चाहिँ अलि यतिको रहेछ यहाँबाट चाहिँ लग्नु पर्यो अलिकति लसुन आधा किलो जति किराना दोकान हो यहाँ चाहिँ यस्तो भिड हुन्छ धनियाँ मान्छेको के साह्रो भिड हौ कसले समाउँछ किन समाउँछ र अचम्म अनि समय भने यस्तो गरेर हात दिन्छु हातमै समाओस् न त पैसा नभएर यति नै लग्यो मैले त खासमा चाहिँ यो लिनु आएको अरू त उतै पाइहाल्छु यो चाहिँ यहाँ राम्रो पाउँछ दाइ मेरो जो गरिदिनु न 2 प्याकेट हो चिनी 2 किलो हामी चाहिँ जोगमुनिबाट फर्किसकेको छौँ है रिङ्गटा लागेर मर्ने बेला भइसक्यो गाई चाहिँ यहाँ एउटा कुरा देखाउन मन लाग्यो यो दुबी विराटनगरबाट इटरीतिर आउने बाटोमा चाहिँ बिचमा चाहिँ आमामा एउटा मान्छे के हो त्यहाँ भएको यस्तो बाटोको छेउछेउको घरहरूको हालत यस्तो बनाइदिनु भएछ है
आम्मामा के हो यो खत्तम भएछ त भुइँचालो आएको बेला काठमाडौँ जस्तो देखिरहेको छ यार बाटो मिचेर बनाएको घरहरू न यस्तो खतरा भत्काइदिएर ड्याङडुङ छ त हौ अनि भगवान तर सही हो यति चाहिँ गर्नुपर्छ क्या यति चाहिँ गर्नुपर्छ सीमा भनेको कसैले मिच्न पाइँदैन बाटो थियो भनेर उहाँहरूलाई पनि सुरुमा थाहा थियो होला नि त है किन मिच्नु ल बालेन सरले गर्दाखेरि सबैको बुद्धि आएको छ सबै कुराको मान्छेको आमामा भुत्ती जतिकै भएर आइएछ यो टाउको बानेको थियो अघि सरले धुलै धुलो भगवान अनि आउने बित्तिकै लुगासुगा खोलखाल पारेर हात खुट्टा धोएर म चाहिँ बसिरहेको छु बिहान 10:30 बजे हिँडेको घरबाट अहिले 6:30 मा ठ्याक्कै आइपुगेछ भनेपछि कति घन्टा भयो होला त बाबा 8 घन्टा ठ्याक्कै 8 घन्टामा घर आइपुग्यो अनि जस्तो गएको न एक थोपा पानी खाएको छ न कहीँ टोइलेट बसेको छ भगवान यस्तो आपत परेर आइपुग्यो कि जहाँ पाए त्यही खानु पनि मन लाग्दैन आज त हुँदा पानी पनि खाइएन अनि त्यही यो साथीहरू गरेर एकदमै लखतरान भएको छु क्या म चाहिँ अनि कस्तो पुरा चक्कर लागिरहेछ त्यो हिजो साँझको खाना खाएदेखि केही खाएको छैन पानी पनि खाएको छैन बिहान जाने बेलामा 1 कप कफी मात्र खाएर हिँडेको मान्छे कहिले काहीँ त पेटलाई पनि खाली बनाइदिउँ न भनेर आज केही खाइनँ अनि विराटनगरमा त फेरि त्यसै पनि म सित्तैमा दिन्छु भन्दा खानु मन लाग्दैन मिठै लाग्दैन क्या हुन त होला मिठो दिनतिर पनि होला ठाउँ पनि तर खासै चिन्नेको छैन अनि जोगमुनि जाँदाखेरि अब त्यो खाजा कहाँ मिठो दिन्छ भनेर खोजी हिँड्ने कुरा पनि आउँदैन त्यही भएर घरै आएँ अब घरमै आएर मही ल्याएको छु 1 गिलास मही पिउँदै बस्दैछु अनि आजको भिडियो पनि के कस्तो भयो हजुरहरूलाई कस्तो लाग्यो भन्नु होला भन्दै आजको भिडियोबाट पनि बाई बाई भन्न चाहन्छु साथीहरू अनि छिट्टै चाँडै नै अर्को भिडियोमा आउने छु भन्दै आजको भिडियोबाट पनि बाई बाई साथीहरू।